हेलो लासो नमस्ते। आज चाहिँ हामी मेरो जन्मदिन ह्याप्पी बर्थडे टु मी। बर्थडेको दिन चाहिँ हामी चाहिँ यहाँ तल बर्थडेको दिन चाहिँ हामी चाहिँ आज पोरा साका धावा आज हामी चाहिँ गुम्बाहरू घुम्ने छौँ। हजुरहरू हेर्दै गर्नु है, देखाउँछु रे। ल आज को आछ यहाँ साका धावामा? हाम्रो रश्मि बहादुर, वाङ्गी बहादुर, अनुराग बहादुर, भान्जा बहादुर र म। ल म अगाडि जान्छु। आज मेरो जन्मदिनमा चाहिँ मेरो भ्लग सुरु गरेँ। अघि पनि मैले त्यसै यही भने अहिले पनि यही भने मेरो भान्जाले के भन्छ हो। ल मेरो चाहिँ कस्तो थियो ल अब ल भन्ने बानी भएछ के। अब चाहिँ म यो भन्दिनँ, बाबुले भन्छ क्या कस्तो जे माने ल ल भनेको मामु भन्छ क्या। बानी भएछ मेरो। होइन मैले किन घुमाउन सकेन त? ल घुमाउ मेरो सता नि। ल फेरि ल भनेछ मेरो ल भन्ने मात्र बानी भएछ कि। कस्तो यो ब्लू कलरले नि रश्मिलाई कस्तो खुलेको। यता हेर्नु त एकचोटि बस्नु न। हो कहाँ हेर्नु भनेर कुदे कस्तो खुलेको छ तपाईँलाई। त्यहाँ नि ग्रिनमा खुलेको छ, राम्रो देखेको छ। मलाई चाहिँ सधैँ ब्ल्याकमा हो, अरू कलर लगाउँछु भने ब्ल्याक नै मनपर्छ हौ सधैँ। किन यो उता यिनीहरू यति फास्ट हिँडिरहेको छ कि मलाई चाहिँ छोडिदिएको छ। म चाहिँ पछाडि छु एक्लै। यस्तै हो। ए वाङ्दी उता साथी रहेछ त तिमीहरूको हेर्दा। ल अब हो नि 70को ल अब फोन खोज्छ। भ्लग बनाउन सुरु त गर्छ तर के विषयमा बोल्ने नै हामीले अलिक जान्दैन के। आज हामी साका धावामा। ल बरु तपाईँ बोल्नु त आज ल मेरो लागि। तपाईँको लागि होइन, सबैको लागि। मेरो भ्लगमा हौ त्यो काट्नु त नकाट्ने, यहाँ हालिसक्यो गरिरहेको छु भन्नु ल। आज मेरो भाउजूको बर्थडे अनि बर्थडेको दिन चाहिँ हामी स्वयम्भू राउन्ड लाउने परिक्रमा लाउने भनेर आएको। अनि सबैभरि मनमा शान्ति खुसी ट्र्याक्टरले गरे केही सुनेन। स्वयम्भू परिक्रमा गर्दैछु हामी। आज मेरो भाउजूको ह्याप्पी बर्थडे खुसी गऱ्यौँ। ल यो ठुलोवाला घुमाउनु घुमाउनै नसक्दो रहेछ कि। यहाँ चाहिँ गर्नुपर्ने रहेछ है, यहाँ गर्नुपर्ने रहेछ कि यसमा के। ए ल हाम्रो भाइ चाहिँ भेट्यो यहाँ, त्यही भएर यहीँ बत्ती बाल्ने निर्णय लिए हामीले। होइन यसले गर्नु न, यसले नै राम्रो हुन्छ होइन? हुन्छ होइन, त्यो अरूले बारीको बाल्नु हुँदैन। ए हो मलाई चाहिँ भन्छ अरूले, मलाई थाहा भएन लामा भएर भन्नुहुन्छ। ए सकेसम्म लाइटरले गर्नु भन्नुहुन्छ कि। गाउँघरको बुढाबुढी लाइटरले सक्दैन हौ यसमा। ओहो कस्तो राम्रो बनाइरहेछ नि त तपाईँहरूले यो सिरिक गरेर के यस्तो के। हामीलाई आउँदैन। त्यो उता भवनको पालमा छिरेर जानु नि तपाईँ। आज त्यसकै लागि आएको। हजुर एकदम ठुलो भइरहेको सबै गुम्बाहरू खुल्लै रहेछ है भाइ। आज भोलि कहिले 17 गतेसम्म भनेको सुन्छु है। मन 3टा बाल्छु लाइन अरू त होस् न। मन त हो नि होइन भाइ, एउटै बाले पनि। ट्र्याक्टर जन्डिस लागेछ कि मलाई। अस्ति चेकअप गर्दा जन्डिस लागेछ। अनि त्यो पालमा गर्मीमा बस्नै सकेन तपाईँहरू। अनि यतातिर शीतलतिर आयो बस्नु।
यहाँ पनि यो चाहिँ अहिले बच्चाहरूलाई चाहिन्छ है निभाइदिनु यसो गर्नुपर्छ होइन मैले त त्यो देखेँ नदेखिरहेको मैले त चिनेन तपाईँहरूले अनि अघि तिमीले कुरा गर्दै आएको नि हामी त तिनतिन बाली गर्न ल तिनवटा बालै धेरै नभला एउटै बालिन त्यही हो तिनटै बालिन त्यही अँ मेरो त बनेन के अरू बनेन हो यो बिबा ngắm xem được tiền thì làm bằng xe đó thì như bật là tiền thì như út tổ giả là anh hết làm check tôi cả मैले कुड दिन्थेँ कसम भने एकछिन भैयाहरूसँग नि झगडा भयो तर तपाईँलाई चराले हग्या भएर तपाईँ धेरै बाजेन म चाहिँ मेरो बर्थडे भएर म नि आज धेरै बोलेन त्यतिकै फरक धन्न उसको बुढीले सम्झाएर लग्यो कि चरा उडाउने विषयमा मलाई थाहा थिएन मोलम गर्नुपर्ने रहेछ अनि मैले चाहिँ लिन खोजिरहेको थिएँ अनि यहाँ बहिनीहरू चाहिँ अहिले नलिनु मोलम गर्नुपर्छ भने अनि मैले ल ल राख्नु भने त्यसो त बम भइहाल्नु फेरि त्यहाँ लामा भाइ मेरो आफ्नै भाइ पनि भेट्यो भाइसँग पनि न्यु खोजिरहने झगडा गर्न खोजिरहेको थिएँ कि आज मेरो छोराले मेरो भिडियो नबनाइदिने रे डिसिप्लिन अब ग्लोबल कलेजमा म्यानेजमेन्ट अनि उसमा नि भन्नु हुँदैन तिमीले भ्लगमा नि भन्नु हुँदैन ड्रेस पनि लाउनु हुँदैन भन्थ्यो त अब बनाउनु पर्छ मलाई घरभरि डिसिप्लिन यसरी हातले यस्तो तेरोसँग चाहिँ भिडियो आफै बनाइहाल्छ मलाई त डिसिप्लिन गरेर घरमा धन्नै मार्न आएको ग्लोबल कलेज पढ्न लगाएर डिसिप्लिन ए केही छैन आफै बनाउँछ भिडियो त आज मेरो बर्थडे छ कस्तो खुसी लाग्यो बच्चाहरूलाई हिँडाएको खाँदै ठिक्क छ अब के भन्नु आइज न फोटो एउटा खिचौँ भनेको छिटाइज त वाङदी फोटो खिच्न मलाई नै पुग्यो अब हामीले फोटो सोटो खिच्यो अब हामी जाने अनुरागलाई अल्छी लाग्यो रे फोटो सोटो खिच्यो बत्ती चाहिँ उतै बाल्यो हामीले चिनेको भाइ भेटेर अब यहाँ भोग लागेर कोहीले एक प्याकेट चाउचाउ सकाइसक्यो रश्मि झन् कस्तो त्यो क्युट देखाएको छ ल झन् भोग लाग्यो गर्नुहुन्न है गर्ने छ गर्ने हुनुपर्छ बुवाको हालत चाहिँ अल्छी लगाएर यिनीहरूलाई हेर न बच्चाहरू बोकेपछि यस्तो हुँदो रहेछ अल्छी लाउँदो रहेछ भर्खर यति त घुम्यौँ यहाँ अल्छी लाग्यो गर्मी भयो कि धन्न घाम लागेको छैन आज चाहिँ घाम लागेको भए त झन् कति गाह्रो हुन्थ्यो लाग्यो वाङदीलाई हिँड्न पनि हेर्नु ए यहाँको त चुट्टी उ भएछ निस्केछ नि यति हिँड्नलाई यिनीहरूलाई गर्मी भएर गाह्रो भयो अरे बसेर हिँड्छ पो बस्दै बस्दै यस्तै छ आज एउटा कुरा चाहिँ ठ्याक्क अस्तिको लामा पनि भेटिरहेको क्या खुसी लाग्यो बत्ती पनि बाल्यो अनि क्यामेराम्यान चाहिँ हाम्रो भान्जा भयो यहाँनिर फोटो भिडियो म पनि थिएँ तर चित्त बुझ्यो खै देखाउ त ल मेरो भिडियो कस्तो आएछ ल मेरोमा यो चाहिँ रश्मिको रहेछ मेरो देखाउ त भान्जा मेरो देखाउ त भ्लगमा ऊ देखाउँछु म यहाँ ठिकै छ यो वाला ल तपाईँको यो क्लियर आएछ के यो राम्रो आएछ ल यो कस्तो दामी दामी आएछ यहीँबाट गर्नु नि त एउटा यहीँबाट
यहीँबाट ल ल मेरो पालो सक्यो अनि मेरो पालो सकेपछि चाहिँ कताबाट खिचेको कताबाट राम्रो आएको भनेर चाहिँ भिडियो बनाउँदैछ यहाँबाट चाहिँ राम्रो आउँदो रहेछ कि ल गाह्रो छैन त भिडियो बनाउन हामी चाहिँ हेर्ने दर्शक सुटिङ हुँदैछ सुटिङ क्यामेराम्यान हिरोनी दर्शक आम्मामा यहाँ त मान्छे पुगेको त हो टन्नै पुगेको छ ल यो चाहिँ कस्तो मजा यसो हो यसो यस्तो बनाउनु पर्ने कि घुम्नको लागि चाहिँ यो भयो भने चाहिँ सजिलो हुन्थ्यो क्या यसो घुमाउनलाई गर्नु भयो अब चाहिँ घाम लाग्यो घुमाउनु नि तपाईँ पनि ए वाङदी आऊ मेरो बच्चाहरू बोकेर हिँडिसक्यो यहाँ कोइला पसिना आयो रे वाङदी सक्दैन घाम लाग्यो क्या अब आँखा पनि टिलिली टल्किन थाल्यो आज बर्थडेको दिनमा स्वयम्भू परिक्रमा गर्दाखेरि बर्थडेको दिनमा के हुन्छ मन शान्ति फेरि यस्तो हो नि त साकत हावा अनि आफूलाई दुइटै आशीर्वाद पनि मिल्छ अरे क्या आशिक आशिक भन्न नि कस्तो आउँछ नि फेरि हामीलाई क्या मेरो छोराले मेरो बिल्ला हान्छ के गर्नु त हौ यसो अरू बेला बोल्न जानिन्छ भने फोन तेर्साएपछि चाहिँ बिर्सेछु के बोल्छ केही छैन यस्तै यसरी नै सिक्दै जाने हो कसले जन्मिँदै सिक्दै आँखा र बोकदेखि नै सिकेर आँखा र कसले गर्छ माथि मेरो आफ्नै चस्मा यो चाहिँ राम्रो लाग्यो अरे किन अरे राम्रो छ त्यो चस्मा चेन्ज गर्ने हो त अनि कम्पनी झिल्किने जस्तो देखेन दुईवटा छ पानी खायो वाङदी पानी खाँदै हिँड्दैछु हामी पानी बहुत गर्मी पाएपछि आऊ खाम नभने होइन वाङदीले एक्लै खान्छ त हौ ओइ हामी चाहिँ नखाम एउटा नटिपौँ यहाँ मस्त कस्तो हाँडी घोप्ट्यो यो मटका जुजु धाउ अनि मान्छे यो है फेरि पैसा उठ्यो त यहाँ मान्छे छैन रहेछ दिनुपर्छ आजको दिनमा अब 17 गतेसम्म कहिलेसम्म हो दिनुपर्छ आफ्नै इच्छाले यता त दिइसक्यो हो लाइन त अघि दिइसकेको सबै जाने बेलामा मामु के व्यक्त गर्न ह्याप्पी बर्थडे भन्न कस्तो खालि ह्याप्पी बर्थडे थ्याङ्क यू हो त्यसो भन्ने त्यो माइक तिम्रो हो यो पानीको बोतलमा माइक बनाएर
टेस्ट गरौँ ल ल टेस्ट गरौँ ल ल रश्मि आउने नखाने कि न उसले खानु हुँदैन क्या ल ल खाम ल मामा घरको खाना झल्कायो अरे बच्चाहरूलाई कति बजे भने ठ्याक्कै 2 बजे 2 बज्न लागेको छ त्यतिखेर चाहिँ हामी खाना खाँदैछौँ ल मेरो दिदी के ल ल भन्ने चाहिँ बानी भएछ कि अब भन्दिनँ भने फेरि ल नै हुन्छ नि केही छैन ल नेपाली खाना के छैन पापड ए हामीलाई पापड हाल्न बिर्सेछ बहिनी हामीलाई पापड हालेन सर हामी चाहिँ बौद्ध आइपुग्यो कपाल कस्तो मजाले बाँधेर आनु तर यहाँनिर आउँदा चाहिँ हावा कस्तो मजाको आउने है अनुराग वाङ्दी खै वाङ्दी बाबु कह आज कोरा कोरा यता घामबाट चाहिँ नहिँड्ने यता शीतल शीतल तर शीतलै रहेछ हो यता त गर्मी चाहिँ छैन रहेछ आज बर्थडेमा चाहिँ हामीले मजाले गुम्बाहरू चाहिँ घुम्यो कोरा कोरा गऱ्यो खास गर्नुपर्ने चाहिँ यसरी सुतेर यो यसरी गर्नुपर्ने रे के रश्मि हातमा चप्पल होइन त्यो ऊ के काठको बनाएछ काठको बनाएछ हामीले सक्दैन त अनि सक्नु त सक्छ गर्नु ट्राई गर्नु गर्नु ट्राई नै गर्दैन माक्स लाखा केही नै हुँदैन यसलाई माक्स लगाएपछि त के चाहियो भान्सालाई के चाहियो अनुराग कति 3 बज्यो 3 बजे चाहिँ अहिले यतिको छ गर्मी छ अब एकछिन पछि चाहिँ यहाँ चाहिँ प्याक हुन्छ सानो सानो लामाहरू रहेछ बच्चाहरू वाङ्दी अहिले फ्रेस भयो होला नि अघि भन्दा त है आइजलाई अघि भन्दा फ्रेस भयो है है खाना खाँदाखेरि तिमीले एकछिन त निन्द्रो लागेको त यो त यो बच्चाहरू त सुतेर होटेलमै खाना ठाउँमा यो गल्लीभित्रबाट यता किनेको पाउँ त्यही फर्स्टको पसल हो नि त त्यहीँनिर कस्तो मजाले पर्यो आउने कि यसरी हिँड्ने के भन्छ रे कसरी हिँड्ने भने आफ्नो दाजुभाइ हिँड्दा के भयो त कसले भन्छ ल यिनीहरूले किन्न लाग्छ छ सबै वाङ्दी नबजाइ किन्ने हो लाइन किन्नै जस्तो गर्छ त बच्चाहरूले त किन्यो भने त हुन्थ्यो नि त राम्रै हुन्थ्यो है सबैले छाता ओढेर छ सबैले छाता ल्याएर आउने चाहिँ छातै ल्याएन ठिकै छ सब ल्याए एउटा कतिजना ओढ्ने है स्कर्टहरू कस्तो राम्रो राम्रो रहेछ
ल अब हामी चाहिँ निस्केको आजको मेरो घुमाइ चाहिँ यति नै बर्थडे यसरी नै सेलिब्रेट गऱ्यो घुमेर भात खाएर बाई बाई बोलेन नि त देखेछ क्लियर खाना खान आएको हामी बसाउनु पाइ चाहिँ गरेको है तर यहाँ आएर केही खाना त आएको छैन खानाको वेटिङमा बच्चाहरू खाना खान रेडी भएको छ खानु त बोटल के कसरी नमस्ते गरे आज कसरी भेट्यौँ मामा मिठो छ के लौ के गरेर आएछ यस्तो कलर हालेर आएछ आज गोसुट भन्छ क्या राम्रोसँगले यो के भयो खाइदिउँ एकचोटि भुटुन खाऊ त तिमीहरू गर्ने भयो है मलाई भेज खाएर आएको होइन यो टेस्ट गर्नु तपाईँ त्यहाँबाट पार्दैन यो गाउँको छ पुरै गाउँको स्वादमा बिहान म चाहिँ होइन त्यो खाएको नि त भेज खाएको नि हो लास्टमा अहिले यहाँ आएर त हाम्रो सङ्गत यस्तै हो हाम्रो सङ्गत गरेपछि नखाने पनि यसले खाइदिन्छ